काठमाडौँ गएको दोस्रो दिन यानि कि बुद्ध पूर्णिमा थियो त्यो दिन। सो त्यो दिन हामी बिहानै चाहिँ बौद्ध गयौँ। गोपाल दाइ र म फोटोसोटो खिच्यो त्यहाँनिर होइन, एकदमै रमाइलो थियो। मेरो फर्स्ट टाइम बौद्धमा बुद्ध पूर्णिमाको बेलामा चाहिँ विशेष गरेर त्यहाँ एकदमै भिड हुने रहेछ है। अनि हामी गयौँ, फोटोसोटो खिच्यौँ, एकदम ठुलो भिड थियो, भेला थियो, एकदम कर्रा हान्ने, त्यो वरिपरि घुम्ने जस्तो पनि हुँदो रहेछ। सो हामी 2-3 राउन्ड घुम्यौँ पनि र माथि चढ्यो, फोटोसोटो खिच्यौँ र यसपछि हामीले मदनलाई भेटायौँ। मदन एक्लै हिँड्दै त्यहाँ हिँड्दै रहेछ। सो मदनलाई हाम्रो कम्पनी पायो, हामीले मदनको कम्पनी पायौँ र हाम्रो मदन साथीसँग अल द वे फ्रम बुटवल साथीलाई पनि भेटेर फोटोसोटो खिच्यौँ हामीले त्यहाँनिर। यो फोटो चाहिँ सबै मैले खिचिदिएको हो होइन। अनि मदन हामीसँगै फोटो खिच्यौँ, घुम्यौँ, गफ गऱ्यौँ। ल यस्तो छ हाम्रो फोटोहरू त्यहाँको है। त्यो दिन चाहिँ माथि पनि चढ्नु। आज बुद्ध पूर्णिमा छ हाम्रो गोपाल दाइ र म काठमाडौँमा बौद्धमा चाहिँ अब यहाँनिर हामी आएका छौँ। भित्र छिर्ने हुन्छ दाइ? हेरौँ यहाँ कस्तो छ चहल पहल। अब पुरा भिड छ होइन, बाटोदेखि एकदमै भिड लागिरहेछ। बौद्धमा हामी बुद्ध पूर्णिमाको पावन अवसरमा सो फाइनली हामी बौद्धमा आएको छौँ। आज बुद्ध पूर्णिमाको अवसर पारेर ठ्याक्कै जुऱ्यो पनि दाइ र म। पुरा भिड छ आज, धेरै वर्षपछि आइयो। अन्त यहाँ त हर